हेलो एभ्रिवान, आजको मेरो डे आउटिङ मिनिङ ब्लगमा हजुरहरूलाई स्वागत छ। म मेरो हजुरआमा भाइ भएर हामी रेडी भएर दानापुर घुम्नको लागि हिँड्यौँ। अनि त्यसपछि अटो पनि बोलाएको थियो अनि हामी ठ्याक्क अटोमा चढेर पुग्यौँ। त्यहाँ पुग्दाको मैले भिडियोद्वारा गराउँदैछु। अनि हामी त्यहाँ पुगिसकेपछि भित्रतिर लाग्यौँ। अनि भित्र गइसकेपछि चाहिँ मैले यसो भिडियो गराउँदै पनि गइरहेको छु मेरो भाइसँग। अनि हजुरआमा पनि हुनुहुन्छ। हामी चाहिँ 3 जना मात्रै गएको थियौँ। अनि त्यहाँ गएर यसो घुम्यौँ अनि भिडियो फोटोहरू पनि खिच्यौँ, टिकटकहरू पनि बनायौँ। अब घुम्न गएपछि त्यही त हो नि र, फोटो भिडियो खिच्न त परिहाल्यो। अनि त्यसपछि हामी यताउता यसो फोटो भिडियो गराउँदै हामी त्यहाँ घुम्यौँ। अनि त्यसपछि फेरि हामी अब यताउति हिँडिरहेको थियौँ, घाम पनि लागेको थियो। त्यही पनि फेरि मैले यस्तो भिडियोहरू पनि गराइरहेको थिएँ। हामी त्यही वरिपरि यताउता घुमिरहेको थियौँ। डुवा चढ्ने भनेको चाहिँ डुवा नचलेको रहेछ। उता फेरि हामी दुई भाइनाको माया चलिरहेको छ। यो चाहिँ मेरो कान्छो भाइ हो, तर मभन्दा ठुलो भएर दाइ भन्ने जस्तो देखिन्छ। अनि यो चाहिँ उहाँ एउटा मात्र डुवा राखेको रहेछ, तर नचल्ने। यो चाहिँ डुवा जाने बाटो। अनि त्यसपछि हामी त्यहाँ यसो घुमेर फर्कियौँ। अनि हामी खाजा खानको लागि दकोजीमा गयौँ। त्यसपछि वेटिङमा थियौँ हामी खाजाको। अनि खाजाको वेटिङमा हुँदाखेरि यसो भिडियोहरू पनि गरायौँ। त्यसपछि हाम्रो खाजा आयो अनि मैले खाजाहरूको पनि ढुना खाजा खाएर हामी घरतिर फर्कियौँ। हस् त, बाई गाइस, थ्याङ्क यू सो मच फर द वाचिङ माई भिडियो।